पैसा नै हो नि हाम्रो ब्यान्डेज नखोल्ने फेरि ब्यान्डेज पनि खोल्ला ल अझै भन्दा माथि प्रगति गर्दै जानु है अझ कङ्ग्रेचुलेसन भन्नु सबैजना थ्याङ्क यू दिइरहेको छ यसले पाएछ त के भयो ठिक छ अलिअलि लानुपर्छ क्या ल अलिकति अब फर्स्ट अफ अल त अब हाम्रो गुरुलाई थ्याङ्क यू है मेरो पनि गुरु है फेरि उसमा होइन फेरि मेरो पनि गुरु गुरुलाई थ्याङ्क यू अनि अब हाम्रो नेसनल च्याम्प मेरो फेभरेट प्लेयर गेम वाइज है फेरि अरू कुरा भने कि गेम वाइजमा चाहिँ फेभरेट है गेम बिगाडेदेखि फेभरेट पनि जान्छ अनि अब सबैजना बक्सिङ प्लेयरहरू हामी चाहिँ के हो भने यो एउटा फ्यामिली हो है अनि बक्सिङ नै चिनेको भएको सम्बन्ध हो है गुरु हाम्रो जति पनि हामी यहाँ छौँ नि बक्सिङै बनाएको सम्बन्ध हो त्यो भएर हामी एउटा फ्यामिली हो अनि केही कुरा त्यस्तो डाउट छैन गुरु एकदमै अब तिमीहरू भाग्यमानी भन्छु म तिमी एउटा एक्सिडेन्ट गुरु पाएको छौ है उहाँ एकदमै वान अफ द बेस्ट कोच अफ द नेपाल हुनुहुन्छ त्यो भएर राम्रो गर्नु पहिलो कुरा डिसिप्लिन है दोस्रो कुरा डेडिकेसन डिसिप्लिन र डेडिकेसन भयो भने एउटा प्लेयर चाहिँ राम्रो प्लेयर हुन्छ हामीले यो अनुवादबाट पनि नेसनल च्याम्पियन अनि इन्टरनेसनल लिग जस्तै साफमा जहाँ पनि हामीले यो अनुवाद देख्न पाएँ है त्यो भएर चाहिँ दुईवटा कुरा डिसिप्लिन डेडिकेसन त्यो कुरा चाहिँ नबिर्सिनु ट्रेनिङ गर्नु गुरुले भने मान्नु अनि आफ्नो तर्फबाट केही सोध्नु पर्ने छ कतिपय टेक्निकल कुराहरू हामीलाई अलिक कुरा थाहा हुन्छ नि त किनभने हामी हाम्रो कामै अब्जर्भ गर्ने हो नि त खेलाडीलाई अब्जर्भ गरेर मार्क्स दिनु हो हाम्रो काम होइन त्यो भएर चाहिँ केही कुरा त्यस्तो डाउट छ भने अरू बेलामा अब गेममा भेटेको बेलामा हामी वाइट लिस्टमा हुन्छौँ तर केही गेम सिकिसकेपछि आएर पर्सनली केही कुरामा त्यस्तो डिफिकल्टी छ केही अब यो रुल्सको बारेमा केही त्यस्तो छ भने चाहिँ प्लिज है सोध्नलाई लगाउनु भएन डु नट हेजिटेट टु लर्न भन्छ कि हामीलाई हामी अस्ति पनि भर्खरको जाँदाखेरि पनि अब्जर्भ गर्ने त्यही हुन्थ्यो कि सिक्नलाई चाहिँ लगाउनु भएन किनभने यो सिक्दै बन्दै जाने कि मैले सिकि नै रहेको छु 3 स्टार हो म 3 स्टार भयो होइन त्यही पनि म सिक्दैछु कि धेरै कुरा सिक्न बाँकी छ अनि मैले सिकेको कुरा अरूलाई सिकाउँदाखेरि पनि सिक्छु क्या त्यही भएर चाहिँ हामी एउटा फ्यामिली हो त्यो कुरालाई चाहिँ ध्यानमा राखेर फ्यामिली ट्रेनिङ गर्नु होला है त ल अल अफ यु अल द बेस्ट Go ready up 1 2 3 थ्याङ्क यू सबैलाई